नमस्कार। हामी सधैँ सिक्ने र सिकाउने उद्देश्यको साथमा आज पनि गोरखापत्रमा प्रकाशित वस्तुगत प्रश्नोत्तरहरू लिएर आएको छौँ र आजको गोरखापत्रमा प्रकाशित भएका वस्तुगत प्रश्नहरू हामीले सम्पूर्णलाई यस भिडियोमा समावेश गरेको छौँ। प्रश्न नम्बर 1 मा हेरौँ। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा आर्थिक वर्ष 2082 र 83 का लागि कति राशिको बजेट प्रस्तुत गरियो भनेको छ। यसको चाहिँ रु 19 खर्ब 64 अर्ब 11 करोड भनेको छ भने चालुतर्फ चाहिँ 11 खर्ब 80 अर्ब 58। र प्रश्न नम्बर 2 मा हेरौँ। राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष 2081 र 82 को प्रारम्भिक प्रादेशिक राष्ट्रिय लेखा अनुमान अनुसार चाहिँ सबैभन्दा धेरै आर्थिक वृद्धि दर कुन प्रदेशको रहेको छ भनेको छ। यसको गण्डकी प्रदेशको सबैभन्दा बढी आर्थिक वृद्धि दर रहेको छ। र प्रश्न नम्बर 3 मा हेरौँ। मधुपर्क सम्मान 2082 बाट सम्मानित स्रष्टा को हुन् भनेको छ। यसमा पद्यतर्फ चाहिँ त्रिभुव चन्द्र वाग्ले भनेको छ, निर्मित सम्पादक मधुपर्क भनेको छ र गततर्फ चाहिँ कथाकार ध्रुव सापकोटा र खुल्ला प्रतिभातर्फ चाहिँ कथाकार पद्यावती सिंह भनेको छ। प्रश्न नम्बर 4 मा हेरौँ। गायक तथा संगीतकार गणेश रसिकको निधन कहिले भएको हो भनेको छ। विक्रम सम्वत 2082 जेठ 18 गते निधन भएको। र प्रश्न नम्बर 5 मा हेरौँ। विश्व प्रख्यात आरोही कामरिता शेर्पाले सगरमाथाको 31औं पटक सफल आरोहण कहिले गरेका हुन् भनेको छ। विक्रम सम्वत 2082 जेठ 13 गते र सनमा भन्दा 2025 मे 27 मा। कामरिताले चाहिँ सर्वाधिक सगरमाथाको आरोहणको आफ्नै रेकर्ड तोड्दै नयाँ रेकर्ड कायम गरेका र उनले यसअघि विक्रम सम्वत 2081 जेठ 9 गतेमा 30औं पटक सगरमाथा आरोहण गरी विश्व रेकर्ड कायम गरेका थिए भनेको छ। प्रश्न नम्बर 6 मा हेरौँ। इन्टरनेसनल बुकर पुरस्कार जित्न सफल साहित्यकार को हुन् भनेको छ। भारतीय लेखिका बानु मुस्ताक भनेको छ र भारतीय लेखिका वकिल तथा सामाजिक अभियन्ता हुनुहुन्छ। प्रश्न नम्बर 7 मा हेरौँ। सरकारले कुन निकाय अन्तर्गत राष्ट्रिय अनुसन्धान तथा विकास परिषद स्थापना गर्ने निर्णय गरेको छ भनेको छ। राष्ट्रिय योजना आयोग। सरकारले 2082 कार्तिक महिनाभित्र राष्ट्रिय अनुसन्धान तथा विकास परिषद स्थापना गर्ने निर्णय गरेको छ। प्रश्न नम्बर 8 मा हेरौँ। नेपालमा हाल चरा प्रजातिको संख्या कति पुगेको छ भनेको छ। नेपालमा हाल चरा प्रजातिको संख्या 900 पुगेको छ र 900 चरा छोटो पुच्छरे समुद्री सर्ट ट्रेन्ड सी एयर वाटर नामक पिरुते चरा भनेको छ। प्रश्न नम्बर 9 मा हेरौँ।